हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज चाहिँ डिसेम्बर 14 होइन। म चाहिँ हाल कतारमा छु, कतारको सनैयाबाट। आज चाहिँ म यहाँहरूलाई यो कुरा भन्न गइरहेको छु कि आजबाट चाहिँ कतारमा चाहिँ डिसेम्बर भयो होइन। अहिले चाहिँ अरब कप चलिरहेको छ कतारमा र अहिले चाहिँ खास गरी चिसो सुरु भइसकेको छ होइन। आजबाट चाहिँ अरू बेला पनि चिसो त हुन्थ्यो तर त्यत्रो धेरै चिसो होइन, तर आजबाट चाहिँ पानी परेर चाहिँ चिसो सुरु भइसकेको छ। मेरो पछाडि देख्नुहुन्छ हजुरहरू कि पानीहरू जम्मा भइसकेको छ। आज चाहिँ रातभरि होइन बब्बालै ठुलो पानी परेछ नै भिडियो बनाउन आएको छु म होइन। मेरो पछाडि देख्नुहुन्छ यस्तो बब्बाल होइन, यहाँ चाहिँ पानीहरू जमेको छ। यहाँ चाहिँ हाम्रो पार्किङहरू छ होइन, यहाँ पार्किङहरू छ, यत्रो हाम्रो अगाडिपट्टि पार्किङहरू छ। र यहाँ चाहिँ देख्नुहुन्छ, यहाँ चाहिँ सडक निर्माणका सामानहरू राखिएको छ। कतारमा चाहिँ हजुरहरू देख्नुहुन्छ कति धेरै गाडीहरू छ नि। अनि यहाँ हाम्रो अगाडिपट्टि देख्नुहुन्छ भने चाहिँ यहाँ हाम्रो चाहिँ बकाला छ है त। यो बकाला पनि यहाँहरूलाई कुनै दिन म देखाउने छु। र यहाँ देख्नुहुन्छ यहाँ यस्तो बबाल ठाउँ छ होइन। यो चाहिँ कतारको अलिक विकट गाउँ होइन, अलिकति सनैया भनेपछि अलिकति उजाड स्थान होइन। कसै कसैले त जङ्गल पनि भन्छ होइन। यसरी चाहिँ हामीहरू छतमा यसरी लुगा सुकाउने ठाउँ बनाइएको हुन्छ होइन। यहाँ चाहिँ खास गरी 8वटा छ, 8वटा चाहिँ सेम सेम बिल्डिङहरू छ होइन। यहाँ पल्लोपट्टि देख्नुहुन्छ, यहाँ चाहिँ ठुलो मेन सडक त्यतापट्टि छ भने सानो हाइवे चाहिँ सानो सडक 2 लाइन बाटो चाहिँ यतापट्टि छ है त। र कतारमा चाहिँ देख्नुहुन्छ प्रायः जस्तो होइन, धेरै जस्तो चाहिँ यहाँ सामान कामहरू भनेको चाहिँ तपाईँले मान्छेले गर्दैनन् है त। यहाँ चाहिँ कस्तो भन्नुहुन्छ भने यहाँ चाहिँ गाडीहरूले होइन, ट्रकहरू जेसिपीहरू देख्नुहुन्छ। यहाँ पर जुम गरेर देखायो भने होइन, यहाँ जेसिपीहरू देख्नुहुन्छ होइन, यहाँ गाडीहरू सबै राखिएको छ। तर प्रायः जस्तो चाहिँ यहाँ चाहिँ गर्मी भएको कारणले मिसिनहरूले चाहिँ काम गर्दो रहेछ होइन, यस्तो रहेछ। अनि बिल्डिङहरू, यहाँको बिल्डिङहरू देख्नुभयो भने चाहिँ यहाँ चाहिँ कस्तो भन्नुहुन्छ भने सबै प्रायः जस्तो परसम्म देख्नुहुन्छ भने चाहिँ सबै चाहिँ सेतो 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 कलरको छ होइन। किनभने अहिले त अब पानी परेको कारणले अब हावा चलेको छैन, तर घाम लाग्दा चाहिँ कस्तो भन्नुहुन्छ भने यहाँ चाहिँ हावाले चाहिँ सेतो माटो होइन, यहाँको माटो चाहिँ प्रायः सेतो हुने। अनि त्यो माटो चाहिँ उडाएर चाहिँ तपाईँको घरमा लाउने होइन। त्यही भएर अरू अरू कलरको लायो भने चाहिँ धेरै छिटो मैलो हुने, सफा गरिराख्नु पर्ने, त्यो भएको कारणले यहाँको बिल्डिङहरूमा चाहिँ प्रायः जस्तो तपाईँहरूले सेतो कलर देख्नुहुन्छ। अनि यहाँ चाहिँ कुनै बारदलीहरू पनि हुँदैन है त। कस्तो खालको हेर्नु न, चारपाटे खालको होइन। अनि सरक्क परेको बिल्डिङहरू हजुरहरू देख्न सक्नुहुन्छ, यस्तो पाराको छ। अनि गाडीहरू यत्रो धेरै गाडीहरू छ नि साथीहरू, पुरै यो चाहिँ सडकको छेउछेउमा तपाईँहरू हिँड्न पनि नसक्ने गरी गाडीहरू राखिएको हुन्छ होइन। यस्तो यस्तो धेरै गाडीहरू राखिएको छ नि साथीहरू। अनि बोट बिरुवाहरू चाहिँ बचाउनको लागि तपाईँलाई दिनमा 2 चोटि 3 चोटिदेखि लिएर 4 चोटि होइन पानी आउँछ यसरी। अनि हजुरहरू देख्नुहुन्छ यत्रो ठुल्ठुलो होइन ट्याङ्कीहरू चाहिँ हाम्रो बिल्डिङको लागि राखिएको छ होइन, पानीको लागि। अनि यहाँ पर देख्नुहुन्छ, यहाँ चाहिँ देख्नुहुन्छ यो चाहिँ पानी तताउने होइन, पानी तताउने मेसिन पनि राखिएको छ, यस्तो छ होइन। यो चाहिँ हाम्रो बिल्डिङ, म चाहिँ छतमा छु होइन। छतमा चाहिँ हाम्रो लागि यसरी कपडाहरू सुकाइछ। यो चाहिँ पल्लो बिल्डिङ, यो चाहिँ पल्लो अर्को कम्पनीको होइन। यस्तै छ, यी ट्याङ्कीहरू राखिएको छ। ल है त साथीहरू, यस्तै छ। तपाईँलाई यस्तै यस्तै भिडियोहरू मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है त साथीहरू। हस् त, धन्यवाद।